हेलो गाइज, वेलकम टु माई भ्लग। आज तपाईँहरूलाई म सँगसँगै नेपालगञ्ज घुमाउँछु अलिअलि। म चाहिँ अब घरबाट निस्केर अटो चढेर जान लागिसकेँ। यहाँतिर चाहिँ काठमाडौँको ट्याम्पू जस्तै नेपालगञ्जमा चाहिँ अटोहरू एकदम प्रख्यात छ। म गल्लीको बाटोबाट सकेर यहाँ मेन रोडको बाटोमा आइपुगेँ। यहाँ चाहिँ रोड एकदम चौडा बनाएको छ। नेपालगञ्जदेखि कोलपुरसम्म जाने टु वे, उतापट्टिबाट आउने मात्रै, यतापट्टिबाट माथि जाने, उतापट्टिबाट तल आउने, यसरी चौडा रोड गराएको छ। अनि रोडमा यो बोट बिरुवाहरू रोपेर अझै यहाँको वातावरण स्वच्छ बनाउनु भएको छ। एकदमै धेरै जाडो छ नेपालगञ्जमा, कुहिरो लागिराखेको छ। अहिले पनि धेरै दिनबाट घाम लागेको थिएन, हिजो चाहिँ फेरि एक दिन घाम लागेको थियो। उसको एक गतेबाट नत्र कुहिरो यस्तै छ मौसम। म यति बेला गणेश मान चोकमा आइपुगेँ। गणेश मान चोकको वरिपरि चाहिँ क्लिनिकहरू धेरै छ। गणेश मान चोकबाट अलिकति अगाडि जाँदाखेरि यहाँनिर औद्योगिक क्षेत्र आउँछ। औद्योगिक क्षेत्रको यता छेउछेउमा रोडको यतापट्टि चाहिँ सामान बोक्ने गाडीहरू, यो गाडी स्ट्यान्ड के भन्छ यसलाई, गाडीहरू पार्किङ गर्ने ठाउँ छ। अनि यहाँनिर चाहिँ यो औद्योगिक क्षेत्रभित्र जाने गेट हो। औद्योगिक क्षेत्रबाट अलिकति अगाडि आउँदाखेरि यहाँनिर एउटा पेट्रोल पम्प देख्न सकिन्छ। अनि त्यो पेट्रोल पम्पको अलिकति अगाडि चाहिँ नेपालगञ्जको वान अफ द फेमस अनि राम्रो उपचार हुने अस्पताल नेपालगञ्ज मेडिकल कलेज, यसलाई नर्सिङ होम भन्थ्यो, अहिले चाहिँ यसको नाम चेन्ज गरेर सञ्जीवनी भनेर राखेको छ। नेपालगञ्ज शिक्षण अस्पताल भनेर गेटमा लेखेको देख्न सक्नुहुन्छ। त्यहाँबाट अलिकति अगाडि आउँदाखेरि बिपी चोक भन्ने ठाउँ आउँछ। बिपी चोकबाट यताबाट जाँदाखेरि लेफ्ट साइडतिर चाहिँ भित्र जाने गल्ली छ। त्यो गल्लीबाट जाँदाखेरि त्यो ठाउँको नाम कोरेनपुर भन्ने ठाउँ आउँछ। यो गल्लीबाट भित्र जाँदाखेरि यहाँ चाहिँ मेरो बाल्यकालमा चाइल्डहुड बच्चा बेलामा पढेको स्कुल चाहिँ यहाँबाट अलिकति अगाडि चाहिँ युनाइटेड एजुकेसनल एकाडेमी भन्ने स्कुलको नाम। अनि नेपालगञ्जमा मुस्लिमहरू धेरै बस्नुहुन्छ कि, अनि त्यही भएर ठाउँमा मस्जिदहरू यस्तो टाइपको, यो मुस्लिम टाइपवाला डिजाइनको घरहरू पनि देखिन्छ कि। अनि यहाँनिर नयाँ बिल्डिङ बन्दैछ। अनि यतापट्टिको एरियामा चाहिँ यो फुलहरू, पछि फुल्ने सिजनहरूमा चाहिँ फुलहरू एकदम फुल्छ। यो चाहिँ नेपालगञ्जको भाइरल ठाउँ हो, भाइरल रोड भनौँ न। अनि यतातिर चाहिँ ठुल्ठुलो फुलहरू फुलेको बेलामा म अनि मेरो साथी दिना अनि रमेश, भावना अनि रोजी, हामीहरू सबैजना आएको थियौँ कि। उनीहरूलाई चाहिँ मैले मिस गर्छु यहाँ आउँदाखेरि। अनि यो चाहिँ शिक्षा विकास तथा समन्वय एकाइको कार्यालय हो। म चाहिँ धम्मोजी भन्ने ठाउँमा जाँदैछु। धम्मोजी चाहिँ यहाँ नेपालगञ्जको कस्तो के उसले फेमस छ भन्दाखेरि ब्याङ्कहरू धेरै हुने ठाउँ हो कि। ब्याङ्कको लागि फेमस ठाउँ हो यहाँ। ब्याङ्कहरू हुन्छ जताततै। अनि मोबाइल पसलहरू र ब्याङ्कको लागि चाहिँ यतापट्टिको ठाउँ फेमस हो यहाँ। म चाहिँ यहाँ धम्मोजीमा रहेको सिद्धार्थ कटेज भन्नेमा आएको छु। त्यहाँको मेरो साथीको फोन आयो। हेलो, मेरो साथी आउँदैछ क्या, अनि त्यही भएर म उसलाई वेट गर्छु। अब यहाँनिर ऊ आइसकेपछि अनि म गेटबाट भित्र जान्छु। यहाँ मान्छेहरू आवत जावत आउने जाने गरिराखेको छन्। म चाहिँ सुत्केरी भएको 2 महिना जस्तो हुन थालेँ लगभग। त्यो टाइमबाट म भित्र कतै पनि घुमफेर यताउता बाहिर निस्किनु नै भएको थिएन कि। अनि आज चाहिँ अलि मुड फ्रेस भइराखेको छ अहिले नै। यो चाहिँ गेटबाट भित्र छिर्दा बित्तिकै देखिने भाग हो। यहाँ देख्न सक्नुहुन्छ एकदमै रमाइलो छ, एकदम पिसफुल इन्भाइरोमेन्ट, पुरै ग्रिनरी, हरियाली, मनै रमाइलो हुने छ। त्यहाँबाट म भित्र आइसकेँ गाइज। यहाँ भित्रको वातावरण, यो नजरिया यस्तो छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँबाट साथीको वेटमा थिएँ भनेर भन्दै थिएँ नि म, साथी आइसकेको छ। आएर पनि उहाँ चाहिँ खाना लाग्नु भएको छ। गाइज, लुक एट आवर कलर, फेस कलर। अब चाहिँ हामीले फोटो भिडियोहरू सबै खिचिसकेर हाम्रो खाजा खाने बेला भयो। यहाँको चाहिँ यो झोल मोमो चाहिँ मेरो एकदम फेभरेट हो। नेपालगञ्जभरिकै फुडभरिमा फेभरेट के हो भनेपछि म यहाँको सिद्धार्थ कटेजको झोल मोमो भनेर भन्छु। अब अरूलाई कस्तो लाग्छ थाहा छैन, मेरो साथीले पहिलोचोटि खाँदैछ। अब चाहिँ हामी यहाँबाट निस्किन लागिसक्यौँ। साँझ पख एकदम लाइटिङहरू पनि राम्रो छ। कस्तो लागिरहेछ? त्यहाँबाट बाहिर निस्केर मेरो साथी र म छुट्टियौँ। ऊ आफ्नो घर जाने बाटोतिर गयो, म चाहिँ आफ्नो घर जानेतिर। म घर पुग्दासम्म चाहिँ एकदमै अँध्यारो भइसकेको छ। आजभोलि कति चाँडो रात पर्छ, 6:30 भएको छ बल्ल। यस्तो अँध्यारो भयो। 5 बजे गएको थिएँ म, 1.5 घन्टा लागिसक्यो। ओके गाइज, थ्याङ्क यू फर वाचिङ, बाई बाई।